मैले थोप्पा पनि हाल्दिएँ। अब यसलाई एकछिन उमाल्छु, एकछिन 5 मिनट जति उमाल्छु अनि यो पाक्छ। अनि यसलाई झिकेर धोइ पखाल गरेर राख्छु म। यसलाई यस्तो गर्ने अनि त्यसरी अब यसलाई एकछिन उम्लिन दिन्छु साथीहरू। हजुरहरूको कोलाई थोप्पा मनपर्छ भने यति हजुरहरूलाई मनपर्छ भने लाइक कमेन्ट गर्नुहोला। मेरो थोप्पा पनि बनिसक्यो साथीहरू। अब चाहिँ म थोप्पा खानतर्फ लाग्छु। हेर्नु यस्तो मिठो भएको छ थोप्पा। वाउ है, कति मिठो होला। मैले चाहिँ थोप्पा खान सुरु गरेँ साथीहरू। थोप्पा चाहिँ एकदमै मिठो भएको छ है। नाइस। कपाल पनि बच्चाले हेर्नु जगल्दा यस्तो पारेको छ। बच्चा भएपछि त्यस्तै हो साथीहरू। म सिम्पल छु र सिम्पलै हुन्छु के, त्यस्तो छैन। पहिले चाहिँ कि अहिले चाहिँ सिम्पलै हो, किनकि बच्चा छ नि त। अनि म खासै गर्नु मन लाग्दैन। बच्चा भइकन मान्छे धेरै नै हुने के, बच्चाको आमा भएपछि यस्तै हो साथीहरू। ल गाइज, अब अर्को उसमा भेटौँ है त साथीहरू। आजलाई यति नै साथीहरू। फेरि पनि लिएर आउनेछु यस्तै मेरो मिनी भ्लगहरू। हजुरहरूले हेरिदिनु होला, सबैजनालाई सेयर गरिदिनु होला, माया गरिदिनु होला भन्ने छुट्टिन्छु। हेलो साथीहरू, आज चाहिँ मैले थोप्पा खाने विचार गरेको छु। यहाँ मेरो थोप्पा छ, एक प्याकेट भए मलाई मजाले पुग्छ। अनि त्यसपछि यहाँ चाहिँ थोप्पाको लागि पानी, थोप्पा उमाल्नको लागि। अनि यहाँ चाहिँ चना र टमाटर प्याजहरू काट्ने छ, अहिले काट्छु। अनि यो चाहिँ मेरो बाबुले चाहिँ यहाँ यो कसरी झिकौँ, यो कसरी खाऊँ भने, यो कसरी घोप्ट्याउँ भने हेर न ऊ झिक्यो। यति छुच्चो छ नि मेरो छोरा।